हेलो एन्ड नमस्ते, तपाईँलाई स्वागत गर्न चाहन्छु मेरो अर्को ब्लगमा। आज यसो बेलुकातिर मार्केट जानु भने खोजिआएको। आज 6-7 दिनपछि पानी बिसाएको छ। मौसम त चिसो चिसो छ, हावा निकै चिसो चलिरहेको छ। सडक बत्ती पनि बोलिरहेको छ भने दिनैदेखिबाट पानी परेको, आजसम्म पनि पानी छ। आज लगभग 7 दिन जति भयो पानी परेको। आज बिहानबाट मात्रै पानी बिसायो। आज काम पनि लाग्यो, काम गर्न पनि सजिलो भयो भन्नुपर्छ। नत्र हिजो अस्तिसम्म पानीमा रुच्दै काम गर्दै पानीमा रुच्दै काम गर्दै निकै गाह्रो भएको थियो। आज चाहिँ जोस् घाम पनि लाग्यो। दाइलाई कुरेको यार कति जानु भएछ यार। आउँदै हुनुहुन्छ यो क्यामेरामा चाहिँ देखिदिनु भन्नुहुन्छ कि ठिकै छ, नदेखिनु, म मात्रै देखिन्छ। हजुर हजुर, म तपाईँलाई देखाएको छैन, म एक्लै देखेको छु, बात गर्दैछु, बोल्दैछु, देखाएको छैन तपाईँलाई। मैले भन्दैछु कि आज ठ्याक्कै लगभग 7 दिन जति भयो पानी परेको। आज चाहिँ घाम पनि लाग्यो, काम गर्न चाहिँ अलिक सजिलो भयो। पौडी खेल्न जाने यो पनि देखाएको के। यहाँ चाहिँ पानी परेपछि चाहिँ कस्तो हुन्छ भन्दाखेरि पानी चाहिँ जाने ठाउँ पनि कतै पनि छैन। अनि त्यसपछि पानी पऱ्यो भने पुरा जहाँ खाल्टो छ त्यहीँ पानी जम्मा भएर बस्छ। लगभग यो कति दिन नउठाउने हो भने जबसम्म यो पानी सुक्दैन तबसम्म चाहिँ यतिकै हुन्छ। अब यो पानी चाहिँ लगभग सिद्धिनको लागि चाहिँ गाडी आएर उठाएर लिएर जानुपर्छ। यो बाटो हेर्नुहोस्, पुरै पानीले गर्दाखेरि बाटो छैन, अन्त ठाउँबाट हिँड्नु पर्छ। यो जाटेको उतै गम्ती गडेला जस्तो पो छ त। ल हेर्नु, स्विमिङ पुल भएको छ रोडमा। यो रोड हो कि स्विमिङ पुल हो थाहा छैन। मौसम चाहिँ चिसो छ। आज कति दिनपछि हामी मार्केट हिँड्ने गरे दाजु, भन्नु त भन्नु। एक दिन अस्ति गइए थिएन, अब अस्ति गइए थिएन। आज 3-4 दिन भयो मार्केट नगएको। आज चाहिँ धेरै पछि जान लाग्छ। दाइ चाहिँ अगाडि हिँड्नुपर्छ अनि आत्तिरहनु भएको छ कि छिटो जाम छिटो आऊँ भनेर भन्नुहुन्छ कि। यार दाइ यार, कति दिनपछि मार्केट आएको, किन हौ यस्तो आत्तिको। घरमा त यहाँ रुममा त बुढी त ल्याउनु भएको छैन। ल अनि अर्को खुसी कुरो क्या होइन, छिटो जान बुढी चाहिन्छ भन्दैन त। भोलि तपाईँको छुट्टी छ अनि गएर तपाईँ सुत्ने त हो नि। होइन, यस्तो मान्छे कहिले देख्नुपर्छ जग्गा भनेको कि। अनि मार्केट चाहिँ आज तपाईँलाई देखाउँछु कि हाम्रो मार्केट कस्तो छ त। सधैँ बेला बेला मैले भनिरहेको छु मार्केट जाने। साँच्चै कि हाम्रो मार्केट कतिको ठुलो छ त। अहिले 1 to 10 मा क्षेत्र मार्केट साह्रै ठुलो त होइन। सानो किनमेल गर्न चाहिँ हामीले चाहिँ सकिन्छ भनौँ न, त्यति हो। एउटा कुरा के त, नेपालमा नयाँ सरकार, बालेन सरकार पनि आएछ। खुसीको कुरो पनि भयो। र केपी ओली र लेखक पनि समातिएछ होइन। यसलाई के भन्नुहुन्छ तपाईँलाई, के भन्न मन छ यस बारेमा? दाइले चाहिँ चाडबाड आयो जस्तो लागेको छ भन्नुभयो। ठिकै पनि हो है, एउटा नयाँ परिवर्तन चाहिँ हुनुपर्छ। देशमा शान्ति हुनुपर्छ, भ्रष्टाचार मुक्त हुनुपर्छ। देशका युवाहरूलाई
यसमै राख्नुपर्छ भन्ने कुरो हो। अब बलात्कार गर्ने चाहिएको तुरी चाहिँ काट्नुपर्छ कि गेडाको पिस निकालेर। यो पनि कुरो छ यो है। अरूभन्दा पनि के भन्दा पनि जस परिवर्तन चाहिँ हुनु पऱ्यो क्या। हामी त आइयो हामीभन्दा पछाडिका क्या भन त हामी मदिना आइपुग्यो। सानो छ एरिया, तपाईँलाई अलिकति उतापट्टिबाट देखाउँछु। अनि धेरै मार्केटहरू चाहियो भने पनि त्यसमा किनमेल गर्न मार्केट त सधैँ हिँडिन्छ, कामको लागि ड्युटीमा हिँडिन्छ। तर स्पेसल्ली चाहिँ मार्केट भनेको चाहिँ हामीहरू आउने भनेको यही नै हो, यही नै हो। यो हाम्रो मार्केट हो। यसो देखाउँदैछु तपाईँलाई। यता चिया सबै कुरो गरिन्छ। अनि ओके, यो नै हो हाम्रो लास्ट पोइन्ट भनेको मदिना। र आजलाई यति नै। तपाईँहरूलाई के कस्तो लाग्छ, राम्रो नराम्रो कमेन्ट गर्नु, सब्सक्राइब गर्नु र अगाडि बढ्ने हौसला दिनु होला भन्दै आजको लागि बिदा हुन्छ। हस्त, जय नेपाल।